छन्? ए छोरी भाग्यमानी भएछ बा। अनि बुवालाई कस्तो छ त अहिले? बुवालाई त कस्तो हुनु र नानी, उही त हो नि। अब त्यो चिलाउने रोगले छोडेको होइन, चिला छ कन्या छ। यसो नुहाइसो न भने मान्ने होइन। होइन मुवा, एकचोटि राम्रो डाक्टरलाई देखाइसो नि त। खोइ नानी, कुन डाक्टर राम्रो भन्ने कुन डाक्टर नराम्रो भन्ने। अब हेर न, काठमाडौँको भएको जति डाक्टर देखाइसके, फेरि तेरो बुवाको जिद्दी गर्ने कस्तो नराम्रो बानी छ क्या। केही भने मान्ने होइन, जुन बेफाइदा गर्ने नराम्रो खान नहुने चिज छ त्यही ले म खान्छु भन्छिन्छ। भनेको केही टेर्ने होइन, के गर्नु। अनि हजुरलाई चाहिँ कस्तो छ नि अहिले? मलाई त के हुनु र नानी, जे भए पनि घरको सबै काम नगरी सुख छैन। छन् त छ नि, काम गर्ने पनि छ, बुहारी पनि छ, भएर के गर्नु। सबै आफ्नो भाग्यको खेल हो क्या नानी, छोड्दे। अब यस्तो बेलामा त बुहारीलाई नै 2-4 दिन छुट्टी लिऊ भन्छ न। जहाँ अब 10-15 हजारको लागि पनि के काम गरिराख्या होला। अब फेरि बुवाले त्यत्रो सम्पत्ति कमाएर राखिदिया छ। खै नानी, अब उहिलेको पाला जस्तो होइन। हाम्रो पालामा भए पो सासूहरूले जे भन्छिन्छ त्यही मान्थ्यौँ हामी। अब अहिलेका बुहारीहरू पढे लेखेका हुन्छन्, उनीहरू आफै जान्ने सुन्ने हुन्छन्। अब उनीहरूले बुझ्नु पर्ने हो। अब खै के भन्ने। ल मुवा, हजुरले पिर नगरिस्यो, म आएर सम्झाइदिउँला। ल त ल, यसो तेरो फुर्सद मिलाएर आइज न। आउँछ नि मुवा, समय मिलाएर आउँछु। अब ज्वाइँको जहिले फुर्सद हुन्छ, ज्वाइँलाई त्यही दिन लिएर आउँछु नि। अब हुन त ज्वाइँको काम पनि छैन, फुर्सद पनि छैन। अब फुर्सद बादी नै आउला नि। ल अहिले राखौँ त। ल ज्वाइँ साहबलाई मेरो दर्शन भन्ने है। ल ल ल ल। आयो आयो आयो, फुर्यो यो दिमागमा फुर्यो। ए मोया आयो, के आयो भनेको? फुर्यो के फुर्यो? बुहारी फुर्यो जस्तै फुरेर आयो। बाबा फुर्यो, बोला छौ मलाई ढाइछु नि। कथा कहानी बाबा यो कथामा फिल्म बनायो भने त त्यो है 100 दिन मात्र होइन, 1000 दिन चल्छ। सुपर डुपर फिल्म त। डान्टेरन, तिम्रो त्यो फिल्म बनाउने कुरा र संविधान बनाउने कुरा एउटै हो। त्यो तिम्रो फिल्म चलेर हिट हुने होइन के, हेर्न आउने दर्शकहरू रिसले तातेर चाहिँ हिट हुन्छ। त्यतिकै प्यार गराउँछ बा। पहिला कहानी सुन्न, कहानी यसपालि त कहानी नै खतरा छ भने कहानी सुन्न। कहानी तिमी ल भन तिम्रो कहानी। सबभन्दा पहिला कास्टिङ आउँछ। चतुर्मान फिल्म प्रेजेन्ट्स ट्यान्टरेन। अनि त्यो कास्टिङमा हिरोको नाम आउँछ फ्याट, हिरोइनको नाम आउँछ फ्याट। कास्टिङ त भइहाल्छ नि, पहिला कहानी चाहिँ भन न भने। अब कास्टिङ नै नभनिकन डाइरेक्ट एकैचोटि त्यो तिमीलाई चाहिँ त्यो कहानी सुनाउने। ल सुन। यो फिल्ममा एउटा हिरो हुन्छ। बाबा क्या घटना। त्यसपछि त्यो हिरोको हिरोइन पनि हुन्छ है। अनि त्यसपछि तिनीहरू दुईजनाको ट्याग। अनि के हो यो ट्याग गरे चाहिँ? ट्यान्टरेन भएर लभ पर्छ भनेको नि, त्यो भने नि। अनि त्यसपछि त्यो हिरो र हिरोइनको जब लभ पर्छ नि, तिनीहरूले एउटा एकदम खतरासँग ट्यान्टरेन ग्रान्ड डिजाइन बनाउँछ। त्यसपछि त्यो हिरो एकदम सोझो भएर म जस्तै है त्यो हिरोइनको घरमा पालमा बस्न जान्छ। अनि यो फिल्ममा भिलेन चाहिँ छैन? किन छैन भने तिमी जे काम पनि खालि हतार मात्र गर्छ भने यो फिल्मको मेन भिलेन भनेको हिरोइनको बाउ श्रेयावाका। अनि त्यो भिलेन बाउले त्यो हिरोइनको बाउ छ नि, त्यसले हिरोलाई एकदम शङ्का गर्छ। यो चाहिने भन्दा बर्ता किन यो सोझो भइरहेछ भनेर एकदम शङ्का गर्छ। अनि लास्टमा आएर त्यो हिरोले त्यो हिरोइनलाई ट्यान्टरेनका साथ बिहा गरेरै छाड्छ। कस्तो लाग्यो त कहानी? यो कहानी मैले कहाँ सुनेको जस्तो, मैले यो फिल्म हेरे जस्तो लागिरहेछ। त्यो झुट बोले कौवा काटेको स्टोरी होइन यो? कसरी थाहा भयो भाइ तिमीले? त ठ्याक्कै थाहा भयो। मैले माथि त्यो भर्खर टिममा त्यही फिल्म हेरेर आएको हो नि। यसरी अर्काको फिल्म चोरेर पनि कहीँ हिट हुन्छ भने? तिमी चुप्प लाग्यो क्या? तिमी चुप्प लाग्यो। तिमी यो फिल्म क्षेत्रमा अलिक बच्चै छौ क्या। अब नेपाली फिल्महरू सबै यस्तै त हो नि। अब हिन्दी फिल्मको कहानी सेम, भाषा र नाम मात्र चेन। अन्त ट्यान्टरेनसँग चलायो सुपर डुपर हिट। अनि हिरोइन चाहिँ को नि? म नै बस्छु हुन्न? तिमी किन हिरोनी बन्नुपर्ने भने? तिमी त मेरो जिन्दगीको हिरोनी होइन। बरु त्यो
भेलेन चाहिँ तिम्रो बालाई राख्नु पर्ला ल ठ्याक्कै सुहाउँछ तिम्रो बा पनि त्यस्तै छ बाघ जस्तो बाबा बाबा अब त्यो फिल्ममा अमरीश पुरी यो हाम्रो फिल्ममा हनुमान गिरी त्यो तिमीसँग त्यो लभ गरेको त्यो पहिलाको त्यो फ्ल्यासब्याक सम्झनाखेर त अहिलेसम्म मुटु पार भएर आउँछ भने छाती नै पार भएर आउँछ बाबा बाबा तिम्रो बाको त त्यो इन्ट्री नै क्या खर्च है होइन यो चतुर्मान दिनका दिन किन आउँछ बाला नमस्ते है नमस्ते काउले लिएर आएको काउले नमानिदिनुहोस् बाबु तिमी यसरी दिनदिनै तरकारी लिएर आउँछौ पैसा पनि लिँदैनौ हामीलाई नि अप्ठ्यारो हुन्छ नि बाबु अप्ठ्यारो मान्नु पर्दैन अब आफ्नो मान्छेसँग पनि अब पैसा लिन्छ र मखला बा होइन बा हेर्नुहोस् यो संसारमा मान्छे भएर जन्मिएपछि त एक आपसमा काम आउनु पर्छ सहयोगको भावना हुनु पर्छ त्यही भएर हजुरहरूसँग भएको मलाई दिने मसँग भएको हजुरहरूलाई दिने मखला अहिलेको जमानामा यो पैसाको मामलामा बाउले छोरो भन्दैन छोरोले बाउ भन्दैन लोग्नेले स्वास्नी भन्दैन स्वास्नीले लोग्ने भन्दैन यस्तो जमानामा त निस्वार्थ एकदम सहयोग गरेर आउँदैछ तेरो दाउ के छ दाउ केही छैन दाउ केही छैन अब हजुर बाउ जस्तो मान्छेसँग पनि त्यस्तो केही दाउसाउ हुन्छ र केही छैन अब हजुरलाई मन परेको म दिन्छु मलाई मन परेको हजुरले दिनुहोस् खेलै खत्तम मखला हेर बाबु मलाई त नि त्यो तरकारी मात्र होइन तेरो त्यो तरकारी फल्ने बारी नै मनपर्छ दिन्छस् बाल्टो ओछ्रै त्यो छ नि त्यो सुनको फुल पार्ने कुखुराको कथा भने जस्तै भन्नु बाबा तर त्यस्तो गल्ती कहिल्यै नगर्नुहोस् बा त्यो जग्गा सग्गा लिने कुरा नगर्नुहोस् अब तरकारी मात्र फ्रेस खानुहोस् न जग्गा मात्र लिएर छुमन्टर भएर तरकारी त फल्दैन तरकारी फलाउन कम गाह्रो छ होइन मा तैँले मलाई सिकाउनु पर्छ तँ यहाँ दिनका दिन किन आउँछस् मलाई थाहा छैन हेर भोलिदेखि तरकारी ल्याउने हो भने तरकारी ल्याएर तलै छोडेर जाने माथि आइराख्ने होइन हुन्छ बा हुन्छ भोलिदेखि त्यो मैले बाले भने जस्तै गरिकन त्यो तरकारी ल्याउँदाखेरि तल नै राखेर जान्छ तर बा आज त यो छ नि एकदम अन्यारो जस्तो भइरहेछ भने मलाई त यो घाम लाए पनि छ नि एकदम अन्यारो जस्तो भइरहेछ कस्तो त्यो जुनै नभएको रात जस्तो भइरहेछ कस्तो खिउसे भइरहेछ अन्यारो भइरहेछ के बाले भएछ नि बा ए अन्यारो भइरहेछ जुन हेर्न मन लाग्यो तारा हेर्ने ओ मिस्टर के भयो तिमीलाई तिम्रो फिल्मको कहानी सक्यो यो फिल्म चाहिँ सुपर डुपर हिट हुन्छ ल सुपर डुपर हिट तिम्रो फिल्म सुपर डुपर हिट जहिले पनि सपना देख्नु छ कहानी सम्झिनु छ बौलाउनु छ सुपर हिट का जुइका हुन्छ ल